सम्पूर्ण किसानहरूलाई मेरो यस युट्युब च्यानलमा स्वागत छ। आजको वस्तु अन्तर्गत रहेको छ काँक्रा, फर्सी र खरबुजाको बेर्नालाई कसरी सार्ने, ड्याङ कसरी बनाउने र ड्याङ बनाइसकेपछि ड्याङदेखि ड्याङको दूरी कति राखेर बनाउने र बोटदेखि बोटको दूरी कति राख्ने र मल्चिङ कसरी गर्ने भन्ने विषयवस्तु अन्तर्गत हामी यस भिडियो मार्फत आइसकेका छौँ। यस भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, शेयर र सब्सक्राइब गरिदिनु होला। आजको भिडियो सुरु गरौँ। ट्र्याक्टरको पछाडि रोटा लगाएर यसरी ड्याङ बनाइन्छ। हामी देख्न सक्छौँ दर्शकबिनहरू, यसरी ट्र्याक्टरको पछाडि रोटा लगाएर ट्र्याक्टरले यसरी बनाइसकेका ड्याङहरू हुन्। हामी यतिखेर देख्न सक्छौँ दर्शकबिनहरू। यसरी ड्याङ बनाइसकेपछि काँक्रा, फर्सी र खरबुजालाई बेर्ना सार्नको लागि, रोप्नको लागि यसरी मल्चिङ गरिन्छ। माथिबाट मल्चिङ गरेर ड्याङको दायाँ र बायाँबाट माटोले हावाले नउडाओस् भनेर माटोले छोपिन्छ र यसरी मल्चिङ गरिन्छ। मल्चिङ गरिसकेपछि हामीले यसरी बिरुवा रोप्न सकिन्छ। दर्शकबिनहरू, हामी देख्न सक्छौँ ट्रेबाट हल्कासँग, ट्रेको तल्लो भागबाट हल्कासँग बिरुवालाई माथि उठाउनको लागि हल्कासँग दाबेर हामी यसरी बिरुवालाई हल्कासँग माटोमा हल्का ड्रेप, हल्का गहिरो मिलाएर हामी यसरी रोप्न सकिन्छ। रोप्न गइरहेका छौँ र देख्न सक्छौँ। यसरी तपाईँहरू पनि खरबुजाको बेर्नालाई यसरी सार्न सक्नुहुनेछ। यस भिडियो मार्फत तपाईँहरूले पनि हेरेर आफ्नो खेतबारीमा यसरी नै खरबुजाको बेर्ना सार्न सक्नुहुनेछ। यसरी नै खरबुजा रोप्न सक्छौँ दर्शकबिनहरू। र तपाईँहरूले पनि खरबुजा रोप्न चाहनुहुन्छ भने बोटदेखि बोटको दूरी चाहिँ 1.5 मिटर राख्न सकिन्छ र अथवा तपाईँहरूको जग्गाको लम्बाइ चौडाइ हेरेर कम र त्यहाँभन्दा बढी नै राख्न सक्नुहुनेछ। र हामीले चाहिँ 1.5 मिटर दूरी राखेका छौँ खरबुजाको भने। त्यसपछि चाहिँ ड्याङदेखि ड्याङको दूरी चाहिँ 1 मिटर राखेका छौँ दर्शकबिनहरू। हामीले चाहिँ यसरी नै 1 मिटर ड्याङको दूरी र बोटदेखि बोटको दूरी 1.5 मिटर राखेका छौँ। र यसरी नै तपाईँहरू पनि आफ्नो खेतबारीमा लम्बाइ चौडाइको आकार हेरेर तपाईँहरू पनि यसरी ड्याङ बनाएर मल्चिङ गरेर खरबुजाको बेर्ना, काँक्राको बेर्ना सार्न सक्नुहुनेछ। यसरी देख्न सक्छौँ दर्शकबिनहरू, हामी यसरी खरबुजाको बेर्ना सारिसकेपछि यसरी पानी हाल्नुपर्छ, किनभने खरबुजाको बोटहरू नसुकोस् भनेर हामी यसरी पानी हालेको दृश्य पनि देख्न सक्छौँ दर्शकबिनहरू। यसरी नै काँक्रा, फर्सी र खरबुजाको बेर्ना सारिन्छ दर्शकबिनहरू। तपाईँहरूलाई यो भिडियो मन परेपछि लाइक, कमेन्ट, शेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।